कहिलेदेखि चीन जानु भयो हजुरहरुको? अब हेर्नुस् के भयो भने म चाहिँ नेपालगञ्जमा काम गर्थेँ। नेपालगञ्जको अञ्चल पशु विकास कार्यालयमा प्रमुख थिएँ। त्यहाँबाट सरुवा भएर म चाहिँ पोखरा आइपुगेँ। पोखरा आइपुग्दाखेरि त्यहाँ कास्की जिल्लामा पनि अञ्चल पशु विकास तथा पशु चिकित्सालय भन्छ, बेसिकल्ली भेटनेरी हस्पिटल हो। त्यसमा चाहिँ म आइपुगेँ। आइपुग्दाखेरि चाहिँ मदन केसीज्यू त्यहाँ स्ट्रगलिङ बिजनेसम्यान, स्ट्रगलिङ नै नभनौँ, उहाँ चाहिँ एउटा फ्लोरिसिङ नै मान्छु मैले। उहाँले राम्रो गर्नुभएको थियो, खास गरेर कुखुरा पालनमा। एउटा ह्याचरी पनि थियो, फिड मिल थियो, निलम ह्याचरी भनेर उहाँले खोल्नुभएको थियो। त्यो चाहिँ अब उद्योगपतिहरू चाहिँ खास गरेर यो क्षेत्रमा काठमाडौँमा त धेरै देखाएको थिएँ, काठमाडौँ बाहिर चाहिँ त्यति साह्रो देखाएको थिएन। नेपालगञ्जमा पनि खासै त्यस्तो विकास भएको थिएन। पोखरामा उहाँले केही तरक्की गर्न लागेको मैले देखेँ। त्यो भएर अब हाम्रो चाहिँ भेटघाट त हुने नै भयो, एउटै विषय जस्तो हो। म चाहिँ अब पशु विकास कार्यालयमा, उहाँ चाहिँ ह्याचरी फिड मिलमा। तपाईँ सेवा प्रदायक, सेवाग्राहीका रूपमा तपाईँको भेटेको। तपाईँ सम्झिनु न उहाँलाई पहिलो दिन भेटेको, डाक्टर साहबले भेटेको पहिलो दिन कहाँ भेट्नु भएको थियो, कसरी भेट्नु? डाक्टर साहब सबैभन्दा म इम्प्रेस चाहिँ उहाँ एसएलसीमा बोर्ड फर्स्ट भन्ने बित्तिकै कहाँ कुरा पुग्यो नि त। हामी चाहिँ पढाइमा कमजोर भएपछि के हुन्छ, व्यापारमा जान्छ। पढाइ राम्रो मान्छे प्लान जान्छ, उहाँ प्लान गएर आफ्नै अलमोस्ट उमेर मिल्ने मान्छे डाक्टर भएर आउनुभयो। त्यसपछि अझ म एक्साइट के भयो भने म जन्मेको बेङ्गलोरमा, कुनै बेला मेरो होल घरभन्दा बाहिर जन्मेको म मात्रै थिएँ। म मात्र एकजना जो थियो जो गाउँबाट बाहिर जन्मेको। अनि बेङ्गलोर भन्ने कुरा मेरो बर्थ प्लेस पनि मलाई थाहा थियो। डाक्टर साहबले बेङ्गलोरबाट डक्टरी गरेर आउनुभएको थाहा पाएपछि र काम गर्न जाँदाखेरि मैले घुस पनि नखाने, काम गरिदिने, प्रोजेक्ट दिने, जुन प्रोजेक्ट दिनुहुन्छ त्यसलाई सफल पारेर फेरि दिने। उहाँले मलाई यति फेमस बनाइदिनु भयो कि कुनै बेला नेपालको हरेक जेटिएले मेरो मोडल प्रोजेक्ट भनेर हेर्न आउँथे। त्यो उहाँको काम, उहाँको कन्ट्रिब्युसन हो। उहाँसँग चाहिँ यस्तो जोस थियो कि म त के भन्छु भने एउटा क्लिन माछाले पोखरी सफा गर्न खोज्यो भने चाहिँ उहाँले चाहिँ नेपालको चाहिँ ब्युरोक्रेसीलाई, घुस नखानेलाई सफा गर्न आए जस्तो उहाँको चाहिँ एउटा जोस छ नि कि म घुस खान्न, देश बनाउँछु भन्ने उहाँसँग देखियो। नत्र पनि जहाँ पनि घुस खुवाउनु पर्ने, जेमा नि घुस खुवाउनु पर्ने, उद्योगलाई प्रोत्साहन छ भनेर गभर्मेन्टले भन्थ्यो, श्री 5 को सरकारले भन्थ्यो। तर घुस खाने जहाँ पनि उहाँले चाहिँ केही पनि घुस खानु भएन। अनि एउटा गभर्मेन्ट अफिसर मान्छे, उहाँको लेभल बढी हुन्छ, उहाँसँग पिउन हुन्छ, ड्राइभर हुन्छ। तर हामीसँग जोसँग नि ग्रासरुटसँग उहाँले चाहिँ एकदम झुकेर कुरा गर्न सक्ने, सहयोग गर्न सक्ने उहाँ एउटा भिन्दै खालको पर्सनालिटी देखियो। त्यो फाइदा मैले लिएँ। त्यसपछि अब लाइफको अप एन्ड डाउनमा डाक्टर साहब फिलिपिन्सतिर जानुभएको थियो पढ्न, म अमेरिकातिर लागेँ। अब त्यसमा बिचमा धेरै हडलहरू छन्, त्यो कहानी धेरै लामो छ। अनि म अमेरिका आएँ फ्यामिली लिएर, म क्यानाडा आएँ फ्यामिली लिएर अमेरिकाबाट। डाक्टर साहब पिएचडी गर्न फेरि विनिपेग पुग्नुभएछ। विनिपेगमा पढाइसकेर एउटा इन्टरभ्यू दिन उहाँ आफ्नो जबको इन्टरभ्यू दिन, किन उहाँ त एकाडेमिक, उहाँ त गभर्मेन्ट, उहाँ जहाँ पनि गभर्मेन्टमै काम गर्नुपर्ने, उहाँसँग त क्यापेसिटी। अनि गल्फमा चाहिँ एउटा इन्टरभ्यू दिन आउनुभएको रहेछ, त्यही लाइफ स्टक के सम्बन्धी केमा डाइरेक्टरको पोस्टमा, ठुलो पोस्टमा अर्थ पनि। त्यसपछि कसैले मेरो नाम मदन केसी भनेपछि ओ त मैले चिनेको भनेपछि हाम्रो भेट भयो। भनेपछि डाक्टर साहबलाई उहाँ यहाँ क्यानाडामा हुनुहुन्छ भन्ने थाहा थिएन त्यतिखेरसम्म। क्यानाडा कसरी सम्बन्ध टुटो अनि कसरी जोडियो क्यानाडा आएपछि? अब उहाँले चाहिँ छोटकरीमा सम्पूर्ण कथा नै भनिदिइसक्नुभयो। अब यसमा बिचमा हामीले चाहिँ भर्दै जाउँ। अब भयो के भने म अब पोखरातिरै फेरि फर्केर जाउँ। अब पोखरामा चाहिँ उहाँले जे भन्नुभयो त्यसैको अर्को पाटो के हो भने डेफिनेटली म नेपालगञ्जबाट पोखरा आएपछि पोखरामा अलिकति यो लाइभ स्टक एक्टिभिटी भएको ठाउँ हो। एक्टिभिटी भन्नाले विकास क्रमहरू अलिकति अगाडि बढेको स्थान हो, जिल्ला हो, क्षेत्रको केन्द्रबिन्दु पनि हो पश्चिमाञ्चलको। त्यो भएर त्यहाँ चाहिँ निकै काम हुन सक्छ भन्ने हिसाब जाँगर त थियो नै। अब त्यो अनुसार चाहिँ
स्टेक होल्डर हुन्छ नि, स्टेक होल्डरहरूसँग चाहिँ सम्पर्क राख्ने अनि त्यसपछि काम गर्ने उसमा चाहिँ उहाँलाई चाहिँ अलिकति उद्यमीको रूपमा नै मैले हेरेँ। अनि त्यहाँबाट हामी सहकार्य धेरै कुराहरूमा गऱ्यौँ। अब उहाँको सहभागिता हामीले अफिसमा भएका कार्यक्रमहरूमा पनि उहाँहरूलाई निम्ता गर्ने, उहाँहरूले पनि आफ्नो उसमा चाहिँ कार्यक्रममा निम्ता गर्ने गरेर उहाँले एक्सपान्ड पनि निकै गर्नुभयो। इन्डियाको प्यारेन्ट कम्पनी जुन यो ह्याचरीमा प्यारेन्ट स्टक राख्ने हुन्छ त्यसको चाहिँ मान्छेहरूलाई पनि ल्याएर इन्डस्ट्रीको अलिकति उत्कृष्ट जो काठमाडौँमा एक्टिभिटी हुन्थ्यो त्यो बाहिर हुन्न थियो त्यो पोखरामा उहाँले गरेको म देखेँ। उहाँको चाहिँ तरक्की नै भएको थियो र म चाहिँ त्यसपछि केही समयपछि म चाहिँ फिलिपिन्सतिर मास्टर्स डिग्री पढ्न गएपछि हाम्रो चाहिँ टुट्यो। म फर्केर आउँदा उहाँ अमेरिका गइसक्नु भयो रहेछ, त्यस कारणले हाम्रो चाहिँ त्यो सम्पर्कविहीन भयो। अनि उहाँ अमेरिका जानुभयो भन्ने त थियो, तर क्यानाडामै आएर बस्नुभएको छ भन्ने मलाई चाहिँ थाहा थिएन। एकपटक चाहिँ अब एउटा साथीको घरमा गल्फमा चाहिँ उहाँले खाना खान बोलाउनु भयो अनि उहाँले चाहिँ रिलेट गर्नु, उहाँ दुवैजनाको साथी हुँदाखेरि चाहिँ उहाँले कनेक्ट गर्नुभयो र हामी चाहिँ त्यहाँ भेट भयो। त्यहाँदेखि हामी रिकनेक्ट भयौँ। कति वर्ष भइसकेको थियो भेट्न भएको? अब यो चाहिँ वर्षहरू अलिक गाह्रो छ, त्यो अब बुढो पनि भइसक्यो। अब त्यस कारणले ठ्याक्क वर्षहरू चाहिँ भन्नलाई गाह्रो छ। अब तर 2003मा त्यो भयो। हामी 91 के भनौँ न 88देखि 3 भनेपछि 15 वर्षको बिचमा मात्रै हाम्रो भेट भयो। त्यसपछि इन्ट्रेस्टिङ कुरा छ। अब डाक्टर साहब उता वेस्टमा, फार वेस्टमा, म त स्ट्रगलिङ, म पनि स्ट्रगलिङ थिएँ। डाक्टर साहबले सहयोग गर्नुभएको हो, म जस्तो धेरैलाई गर्नुभयो होला, मलाई पनि गर्नुभएको, त्यो म बिर्सिन्न। यहाँ आएर पनि उहाँ त पिएचडी गर्ने क्यान्डिडेट होइन, म यहाँ अब सर्भाइभल फ्यामिली हेर्ने, अब घर हुन्छ नि यहाँको नयाँ लाइफ कस्तो हुन्छ स्ट्रगल गर्दै थिएँ। अनि मैले रियल इस्टेट लाइसेन्स लिएँ। रियल इस्टेट लाइसेन्स मैले लिएछु, तर पार्ट टाइम काम गर्न गएको छु। अनि आफ्नो कम्युनिटीलाई विश्वास दिलाउनु धेरै गाह्रो पऱ्यो। विश्वासै नगर्ने हाम्रो मान्छेले कि नेपालीले गर्न सक्छ भनेर, कि हामी फर्स्ट जेनेरेसन भएर होला इन्डियनसँग गइरहेछ, गोरासँग गइरहेछ, हामीसँग आफ्नो साथीले हामीसँग घर किन्दैन, यस्तो कुराहरू निकै भइरहेको थियो। डाक्टर साहबले चाहिँ वाच गरिरहनु पर्छ। उहाँले चाहिँ एउटा पत्रिका, अमेरिकाको पत्रिका, म त फेरि लेख्नुहुन्छ पनि, उहाँ एडिटर पनि हो, एउटा पत्रिका उहाँले सहकार्य गर्दै हुनुपर्छ, त्यहाँ विज्ञापन दिन पर्ने रहेछ। त्यसमा मतलब मदनजी रियल इस्टेटमा मार्केटिङ गर्न जरुरी छ कम्युनिटीमा। र त्यसको डिजाइन मैले पनि डिजाइन छैन डाक्टर साहब, मसँग केही पनि छैन, मेरो त के, मैले त लाइसेन्स मात्रै लिएको छु भन्दा उहाँले चाहिँ होइन डिजाइन नि म बनाइदिन्छु, त्यसको 150 रुपियाँ फी लाग्यो, त्यो नि म तिरिदिन्छु भनेर हुन्छ डाक्टर साहब बनाउनु भने बनाइदिनु भयो। छापियो पनि, कपी पनि पाएँ, त कपी मसँग अहिले पनि छ। र राम्रो कुरा के भने उहाँ न चाहिँ सेल्सपट्टिको न बिजनेसपट्टिको, तर उहाँलाई कम्प्युटर राम्रो आउँथ्यो। सायद अरू एजेन्टको जुन छ नि त्यो रियर्सको हेरेर चाहिँ उहाँले चाहिँ मिलाउनु भयो होला। त्यो बेलाको फेमस के थियो भने 5% डाउन, 0% डाउन, क्यासब्याक 4% भन्ने थियो कि घर किन्दाखेरि। बाई हाउस फर्स्ट टाइम बायर 0% डाउन, टेक 3% क्यासब्याक, 4% क्यासब्याक भन्ने थियो कि। त्यो थियो र लियो पनि फाइदा हामीले। त्यो एकदम फ्लायरमा आउँथ्यो। अनि डाक्टर साहबले त्यो मिलाएर पठाइदिनु भयो। त्यो फ्लायर मैले 5 वर्षसम्म चलाएँ। यो हाम्रो नेपाली कम्युनिटीमा कसैले विज्ञापन गर, ल स्पोर्ट्स क्लबलाई विज्ञापन गर, हामी स्पोन्सर गर भनेपछि त्यही दिन्थेँ मैले। त्यही 5-6 वर्षसम्म चलाएँ, म कोही हायरै गरिनँ होइन। त्यसपछि बिस्तारै कम्युनिटीमा विश्वास गर्न लाग्यो। अनि बिजनेस चाहिँ हुँदै गयो। अनि म बढी म प्री कन्स्ट्रक्सनमा लागेँ। प्री कन्स्ट्रक्सनमा बढी लागेँ। त्यसमा अब मार्केट सजिलो तरिका कन्फिडेन्स कि हामी फर्स्ट जेनेरेसन छ नि, ब्याङ्कमा पैसा छ, एउटा घर पनि छ अथवा घर किन्दैछ, घर किन्ने आँट छैन, उनलाई हिम्मत कसरी दिने भने यहाँ मैले किनेको छु तपाईँ पनि किन्नुहोस् त भनेपछि किन्ने के। हाम्रो मार्केटिङ त्यस्तो थियो पहिला। अनि डाक्टर साहबले यहाँ पनि लगानी गर्नु, उहाँ त अब राम्रो पोजिसनमा। अनि अझ इन्ट्रेस्टिङ कुरा के छ भने मान्छेहरूले चाहिँ घर वृद्धि बाबत चाहिँ किन्दै बाबत चाहिँ कमिसन माग्ने के छ, उहाँले
मदनजी तपाईँ किन्नुहोस् बेच्नुहोस् कमिसन तपाईँले खानुहोस्, यो तपाईँको सर्भिस हो तपाईँको भन्नुभयो कि यो चाहिँ एकदमै रेयर। हामी जसलाई पनि जसले नि भाग खोज्न आउँछन् एक त 2 लाख रुपियाँ नाफा दियो, त्यसमध्ये आएको 5,000 कमिसनमा नि बाँडौँ भन्छन् होइन। उहाँले चाहिँ त्यसो गर्नुभएको थियो कि त्यसरी चाहिँ हरेक कुरामा डाक्टर साहबसँग मैले सल्लाह दिन्थेँ। उहाँले मलाई फ्रेन्डसिप भन्नुहुन्छ, म उहाँलाई गुरु भन्छु, म उहाँलाई लाइट हाउस भन्छु, मेरो गाइडिङ फोर्स भन्छु कि जस्तो यहाँ हाम्रो रियल्टरहरू हाम्रो जुनियर भाइहरूले गाह्रो पऱ्यो भने मसँग आउनुहुन्छ, कुरा गर्न आउनुहुन्छ, दुःख पाउनुहुन्छ, म उहाँलाई हिम्मत दिन्छु। र मैले के भन्छु भने तपाईँलाई त्यस्तो गाह्रो पऱ्यो भने मसँग आउनुहोस्, म केही दिन सक्दिनँ, तपाईँलाई हिम्मत दिन्छु भन्थेँ कि मैले। त्यो मेरो छर आउँछन् पनि गर्छु पनि, मलाई पनि त प्रब्लम आउँछ नि त, मलाई पनि समस्या आउँछ नि। मेरो हिम्मत बाँकी ठाउँ यहाँ हो डाक्टर साहबसँग। उहाँसँग डाक्टर साहब भनेपछि उहाँसँग इभन रेस्टुरेन्टको नाम राख्ने कुरामा डाक्टर साहब कसो गरौँ यसो गरौँ कि उहाँसँग चाहिँ त्यो क्यापेसिटी छ होइन। अब जुन उहाँले पोजिसनमा रिटायर हुनुभयो यो डाइरेक्टर लेभलमा, नेक्स्ट अझै 10 वर्षसम्म हाम्रो कम्युनिटी इभन इन्डियन कम्युनिटी त्यहाँ पुग्दैन होला। जुन लेभलमा उहाँ पुगेर रिटायर हुनुभयो त्यो चाहिँ ठुलो एक्स्ट्रा अर्डिनरी हो। यो कसरी बिना सोर्स बिना बिना सहयोग आफ्नै तरिकाले पढेर काम देखाएर गर्नुभयो। अनि उहाँको ट्यालेन्टलाई मैले चाहिँ अब नामै लिन्छु म। हाम्रो जमानाको एनआरएनको फेमस मान्छे पैसा कमाएको मान्छे भनेको उपेन्द्र महतो, किनकि उहाँको ट्यालेन्टले पैसा कमाएको। उहाँ आउँदाखेरि पनि मैले एउटा आउँदाखेरि के अरे टक सो पार्टीको मैले व्यवस्था गरिदिन्छु कि जो आउँदैन त्यसो गर्छु, उहाँलाई नि गरेको थिएँ मैले। अनि उहाँले एउटा कुरा भन्नुभयो थियो, म त उहाँलाई भन्छु अहिले कुरा आएको डाक्टर साहबकै हो कि होइन। अनि मैले डाक्टर साहबले के देख्थेँ भने जस्तो उपेन्द्र महतोको जुन ट्यालेन्ट छ, जसरी एउटा स्टुडेन्टले रुसमा गएर पैसा कमायो, उसको बुद्धिले कमाएको होइन। मैले डाक्टर साहबलाई के भन्थेँ नि, डाक्टर साहब पब्लिक सर्भिसमा तपाईँले यदि काम गर्नुभयो, पब्लिक सर्भिसमा तपाईँले चाहिँ कति ठुलो काम गर्नुभयो, देशलाई सहयोग गर्ने काम गर्नुभयो। तपाईँले 2 वर्ष प्राइभेट सेक्टरमा हेर्नुहोस्, 2 वर्ष प्राइभेट आउनुहोस्। यहाँ टोरन्टोमा हाम्रो चाहिँ विभिन्न किसिमको प्रोजेक्ट गर्न खोजिरहेछौँ, हामीलाई चाहिँ गाइडिङ फोर्स चाहिएको छ, डाइरेक्सन चाहिएको छ भनेर उहाँलाई मैले बिन्ती रिक्वेस्ट गर्थेँ। सो पहिलेबाट यो कुरा भइरहेको हो। अनि उहाँ रिटायर हुनुभयो। रिटायर भएपछि उहाँको आफ्नो किसिमको भिजन, उहाँलाई चाहिँ नेपालमा घर बनाउनु मन लाग्यो होइन। हुन्छ नि, उहाँले नेपालमा धेरै दुःख गर्नुभएछ नि त। अनि उहाँ रिटायर भएपछि नेपाल जानुभयो। नेपालबाट आएपछि अहिले यहाँ आउनुपर्छ। डाक्टर साहबले रिसर्च गर्दै हेर्दै हुनुहुन्छ, मान्छेहरूसँग भेट्दै हुनुहुन्छ। र सायद हामीले चाहिँ ठुलै काम गर्नु बेर छैन। 70 वर्ष पुगेपछि डाक्टर साहब कसो ल भन्नु डाक्टर साहब। अब यसमा चाहिँ मैले अलिकति थपौँ के भन्दाखेरि मदन केसीज्यूले जहिले पनि कुरा गर्दाखेरि मलाई चाहिँ धेरै माथि लगेर कुरा गर्नुहुन्छ, तर त्यतिको लायक चाहिँ म नहुन सक्छु, होइन पनि। मान्छेको लिमिटेसनहरू चाहिँ धेरै हुन्छ। तर मुख्य कुरा के हो भन्दाखेरि चाहिँ हामी एकअर्कामा एउटा चाहिँ जुन प्रकारको सम्बन्ध हामीले स्थापित गरियो, त्यो एउटा एकअर्कामा कुनै किसिमको स्वार्थ नभयो भने मात्रै त्यस्तो चाहिँ सम्बन्ध हुन्छ भन्ने मलाई लाग्छ। न त उहाँबाट मैले केही आशा गरेँ, न त उहाँले मबाट केही आशा गर्नु हो। त्यो प्रकारको सम्बन्ध मेरो केही 1-2जना साथीहरू पनि होलान् त्यस्तो। त्यो चाहिँ दिगो चाहिँ जो मेरो चाहिँ साथीहरू छन् यति धेरै वर्ष भनौँ न। अहिलेको जेनेरेसनमा यो खालको अथवा अहिलेको समाजमा यो खालको सम्बन्ध, साथीको सम्बन्ध देखिन्छ? छोटो टिप्पणी गर्नु। अहिलेको जेनेरेसनमा त्यस्तो देखिन्छ? अहिलेको जेनेरेसनमा पनि त्यो बन्डिङ हुन सक्छ। खास गरेर क्यानाडामा को हेर्नुभयो भने क्यानाडामा चाहिँ उनीहरूले आफ्नै दौतरी भन्छ नेपालीमा, आफ्नो क्लासमेटहरूलाई खोजिरहेको हुन्छ। यदि सँगै पढेको क्लासमेट रहेछन् त्यो जिन्दगीभर साथीहरू यहाँ हुन्छ क्यानेडियन सिस्टममा। त्यो सिस्टम यहाँ छ पनि, तर अब परिवेशहरू चाहिँ विभिन्न हुन्छ। अब लाइक माइन्डेडनेस हुनु पर्यो। अहिले भ्यारिएबलहरू धेरै छ, यसलाई असर पार्ने तत्त्वहरू अहिले चाहिँ हजारौँ छ। त्यसले गर्दा भन्न सकिँदैन, मेरो विविधता छ। एकदम हजुरलाई मैले रोकेँ यहाँनिर। मैले अघि जस्तो फर्स्ट जेनेरेसनले रियल इस्टेटको कारोबार गर्न एउटा स्ट्रगल गर्नुभयो नि, हजुरले सुनाउनु भयो। तपाईँ पनि फर्स्ट जेनेरेसनको नेपाली हुनुहुन्छ क्यानाडामा, तपाईँको पनि आफ्नै खालको स्ट्रगल छ। एकै दिनमा
फ्लाइ बाई नाइट त्यहाँ पुग्नु भएको होइन तपाईँ होइन, रातारात त्यहाँ पुगिँदैन। तपाईँको स्ट्रगल अलिकति सुनाउनु न, तपाईँ पहिलो जबदेखिको त्यहाँसम्मको कुरा छोटकरीमा जति छोटो सकिन्छ। हुन्छ। अब यो चाहिँ के भने, अब मेरो ब्याकग्राउन्ड भनेको चाहिँ क्यानाडाको लागि चाहिँ राम्रो कुरो होइन। क्यानाडामा जुन चाहिने तत्त्व हो, क्यानाडामा के हुन्छ भने हाई स्कुलदेखि नै होइन 16 वर्ष पुगेपछि मान्छेले समर जब गर्छ अनि विभिन्न स्ट्रगलिङ फेज पहिले नै गरिरहेको हुन्छ। अब मेरो भन्नुहुन्छ भने पहिलो जब चाहिँ भेटनेरी डक्टर चाहिँ एउटा जिल्लाको चाहिँ हाकिम भएर चाहिँ साइन गर्ने अथवा चाहिँ त्यो काम गर्ने टेक्निकल जब पहिलो जब नै त्यो नेपालमा। अब त्यस्तै चाहिँ त्यहाँ नेपालमा 20 वर्ष 9 महिना नेपाल सरकारको सेवा गरेँ, नेपाल सरकार मार्फत चाहिँ नेपाली जनताको सेवा गरेँ र कतिपय मौलिक कामहरू पनि गरेँ। मलाई चाहिँ एकदमै सन्तोष लागेको छ। म चाहिँ जति 20 वर्ष मैले काम त्यहाँ गरेँ नि, 20 वर्ष चाहन्छुन् त्यति काम त्यति मेहनत गरेर दिन रात अहोरात्र खटिएर त्यो पनि आफ्नो चाहिँ त्यो प्राइभेट प्र्याक्टिसमा मोटरसाइकलमा दौडेर पैसा कमाउन पनि अपर्च्युनिटी त्यहाँ थियो। त्यो अपर्च्युनिटी मैले नलिएर जनताकै सेवा कसरी गर्न सकिन्छ भन्नेतिर मैले धेरै जस्तो समय त्यो बिताएँ। हेर्नुहोस्, त्यसले गर्दाखेरि चाहिँ त्यतिको गर्छ कसैले 20 वर्ष भने त्योभन्दा बढी चाहिँ नेपाल देशलाई चाहिँ कसै नेपाली जनता सिटिजनले गर्न पनि पर्दैन। त्यति भइरहेको छैन। त्यति दिलोजेलले मैले जुन भावना राखेर गर्न सकिनँ, इम्प्याक्ट कति आयो त्यो अर्को ठाउँमा छ, प्रभाव कति पर्यो। तर चाहिँ मैले सोचेको के हो भन्दाखेरि त्यो 20 वर्ष जति मान्छेले अहोरात्र दिन रात 24/7 सोचेर काम गर्छ भने देशलाई चाहिँ दिने सेवा त्योभन्दा बढी गर्नु पर्दैन। फेरि फर्चुनेट कुरा के हो भने हाम्रो जागिरमा त्यतिखेर सहज थियो। हेर्नुहोस्, अब सरकारी क्वार्टरमा बस्न पाइन्थ्यो, एकातिर सरकारी क्वार्टरमा बस्न पाइन्थ्यो, पिउन भन्ने पनि हुन्थ्यो होइन, के अरे सहयोगी पनि हुन्थ्यो क्वार्टरमा। अनि त्यसपछि गाडी मोटरसाइकलहरू पनि हुन्थे। तर त्यसको अर्को डाउन साइड के छ भने रातिको 12 बजे पनि किसानले आएर मेरो ढोका ढकढकाउँथ्यो र रातिको 12 बजे पानी परेको टाइममा पनि मोटरसाइकल लिएर किसानको चाहिँ भैँसीको के अरे पाडो छुट्न चाहिँ जान्थे। त्यसले गर्दा दोहोरै छ, सुविधा पनि लियो र सुविधा पनि दिइयो होइन, सुविधा दियो। त्यो चाहिँ त्यहाँको परिवेश थियो भन्नु होला। भने अहिले क्यानाडामा आइपुगेपछि आवाज बिट फर्चुनेट धेरै कुराले। पहिलो कुरो त अहिले चाहिँ यहाँ धेरै अनइमेजिनेबल हुनसक्छ। म चाहिँ इन्टरनेसनल फेलोसिप पाएर सिधै स्कलरसिपमै म चाहिँ पिएचडी गर्न युनिभर्सिटी अफ मेनिटोबामा आएँ। युनिभर्सिटीले अफर गरेर पठायो। अब त्यहाँ बिचमा कति सङ्घर्ष भयो त्यो चाहिँ आफ्नो ठाउँमा छ। किनभने म चाहिँ पहिलो पटक चाहिँ एकजना मेरो मेन्टर भनौँ न डाक्टर जपनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ। उहाँले गाइड गरेर, उहाँले निम्ता गरेर 1994 मा उहाँले मलाई चाहिँ झिकाउनु भयो क्यानाडामा, त भिजिट गर्न आइज। अनि मैले चाहिँ प्रोफेसरहरूसँग चिनाइदिन्छु, आफै सम्बन्ध राखेर पिएचडीको लागि चाहिँ आफै प्रयास गर। मसँग आफ्नोसँग फन्डिङ छैन, मैले झिकाउनु सक्दिनँ, तर मैले यति गर्न सक्छु भनेर उहाँले गाइड गर्नुभयो। 94 मा म कन्फरेन्समा आएँ। विश्व सम्मेलन हुँदै थियो किङ्स्टन क्विन्स युनिभर्सिटीमा। अनि त्यो युनिभर्सिटीको कन्फरेन्स गरेपछि उहाँले 15 दिनको लागि आएको थिएँ। 1 हप्ता कन्फरेन्स भयो, 1 हप्ता उहाँकै घरमा बसेर ट्रेनिङको व्यवस्था पनि मिलाइदिनु भयो। त्यो ट्रेनिङ लिएर म नेपाल फर्केर अनि चाहिँ सबै प्रयास गर्दा 99 मा बल्ल मैले चाहिँ युनिभर्सिटी अफ मेनिटोबामा यहाँ आउन पाएँ। जनवरीमा आएँ म। अनि त्यहाँ फेलोसिपमा आएँ। खासै सङ्घर्ष गर्न परेन। अब आएपछि 6 महिनामा मैले मेरो परिवार, मेरो श्रीमती, छोरालाई म झिकाएँ। अनि हामी चाहिँ अब मेरो पिएचडी सक्दा नसक्दै एउटा सुखद अनुभव के भनौँ भने म फाइनल इयर पिएचडी हुँदा मेरो छोरी पनि हाई स्कुल पास गरेर फर्स्ट इयर युनिभर्सिटी, एउटै युनिभर्सिटीमा एउटा बाउ छोरी पढ्यो। हेर्नुहोस्, त्यो पनि एउटा सुखद अनुभव हो। अनि त्यो गर्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ अब सङ्घर्ष भन्नुहुन्छ नि, सङ्घर्ष गर्नै पर्ने पनि हो। किनभने मेरो विषयमा, जुन विषयमा मैले पिएचडी गरेँ त्यो विषयमा चाहिँ एकदमै कम जागिर हुन्छ, नोकरी कम हुन्छ, त्यति धेरै चाहिँ जागिर हुँदैन। एनिमल जेनेटिक्समा, क्वान्टिटेटिभ जेनेटिक्समा पिएचडी गरेको मान्छेलाई
हेर्नुभयो भने अहिले पनि कहीँ पनि जब छैन भनेको मतलब म चाहिँ आई कुड बी ल्यान्डिङ इन अ भेरी 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 बिग ट्रबल त्यो हुन सक्थ्यो। तर संयोगले के भयो भने मलाई चाहिँ हेड अफ द डिपार्टमेन्ट मेरो युनिभर्सिटी हेड अफ द डिपार्टमेन्टले मलाई निहालेर हेर्नुभएको रहेछ। मलाई थाहा पनि थिएन, मेरो आफ्नै प्रोफेसर पनि होइन, उहाँ हेड अफ द डिपार्टमेन्ट मात्रै हो। उहाँसँग एउटा सेमिनार मात्रै गरेका थिएँ र एउटा प्रपोजल लेख्न पठाउनु भएको थियो। त्यो प्रपोजल मैले लेखेर सबमिट गरेका थिएँ। त्यति हो हाम्रो सम्बन्ध। त्यतिको भरमा उहाँले मलाई बोलाएर पिएचडी थिसिस गरेको 3 दिनपछि, थेसिसको डिफेन्स गरेको 3 दिनपछि द्रोण तिमीले मलाई भेट भनेर चाहिँ एउटा सानो चिटमा लेखेर छोड्नुभयो मेरो चाहिँ पिजन हलमा। अनि भेट्न गएको त उहाँले त रेडी मलाई जब, किन त्यो पनि म्यानिटोबाको प्रोभिन्सियल कोअर्डिनेटरको जब। यो नेसनल प्रोजेक्ट थियो, नेसनल चाहिँ एउटा रिसर्चको प्रोजेक्ट रहेछ। त्यो प्रोजेक्टमा उहाँले उहाँकै अन्तर्गतमा 15 जना जति पिएचडी गरेका पोस्ट डक्टर थिए। एकदमै सिनियर चाहिँ प्रोफेसर हो उहाँ एकदमै नामवन्त प्रोफेसर। अब ती पिएचडी गरेकाहरूको चाहिँ पोस्ट डकहरूको धेरै तलब हुँदैन। एकजना उनीहरूलाई मध्ये एकजनालाई छानेर पठाइदिएको भए उनीहरूको उद्धारै हुन्थ्यो, किनभने तलब डबल नै थियो। कसैलाई उहाँले सम्पर्क नआएर सिधै मलाई रिकमेन्ड गरेर दिनुभयो। अनि त्यसपछि इन्टरभ्यूको प्रोसेस भयो। त्यसपछि मैले त्यो चाहिँ पाएँ। त्यो चाहिँ फेडरल प्रोजेक्ट थियो CFIA को, अब स्वाइन ट्रेसेबिलिटी स्टडी नेसनल प्रोजेक्ट भन्ने थियो। अब त्यो 1 वर्ष काम गरेँ। गरेपछि अलिकति सम्पर्कहरू पनि बढ्यो मेरो। अब त्यो गर्दा गर्दै म चाहिँ त्यसपछि त्यो कन्ट्र्याक्ट सकेपछि 1-2 महिना म EI मा गएँ। EI को टाइममा मैले चाहिँ जब पनि खोज्न खोजेँ। अमेरिकाको प्रोफेसरको पोस्ट, एसिस्टेन्ट प्रोफेसर भनिन्छ त्यतिखेर, अथवा पोस्ट डक यस्तै यस्तैमा अप्लाई गर्दै थिएँ। अब मेरो श्रीमतीले काम गर्थिन् भिक्टोरिया हस्पिटलमा। उनको साथीहरूले चाहिँ मेरो श्रीमतीलाई भनेछन्, तेरो बुढालाई जे भए पनि एउटा काम गर्न लगा नि त, EI मा बस्न नपठा भनेर भनेछन्। भनेपछि बुढा अरू केही काम गर्न सकिन्न, त्यही प्रोफेसर मात्रै खोजेर पाइन्छ र भन्नेतिर लागिन्। अनि मैले चाहिँ त्यसपछि आँखा खुल्यो। अनि मैले यसो हेर्दै जान लागेको त म त एपिडेमियोलोजी, जो चाहिँ रोग विज्ञान भनिन्छ, त्यो सरुवा रोग भन्ने चाहिँ मान्छेहरूले बुझ्छन् एपिडेमियोलोजी भन्दा, त्यो होइन। सम्पूर्ण रोग, सरुवा नसरुवा सबै किसिमका रोगहरूको अध्ययन अनुसन्धानलाई एपिडेमियोलोजी भनिन्छ। त्यो विज्ञानको चाहिँ यसो त्यसमा चाहिँ म मिल्दोजुल्दो लाग्यो आफ्नो चाहिँ क्षमता, आफ्नो पिएचडी को पढाइलाई त्यहाँ लेख्नु। किनभने मैले पिएचडी मा धेरै मेडिकल साइन्स, ह्युमन हेल्थको पनि धेरै कोर्सहरू गरेका थिएँ। अनि खास गरेर नन कम्युनिकेबल डिजिजको बारेमा पढाएको थिएँ, जेनेटिक डिजिजको बारेमा पढाएको थिएँ। यो अनुभवले मैले हेर्न थालेँ कहाँनिर मिल्छ। हेर्दाखेरि चाहिँ एपिडेमियोलोजी मलाई फिट हुने देखेँ। त्यो भएर मैले सस्काचुन मिनिस्ट्री अफ हेल्थमा पब्लिक सर्भिस कमिसन नै भन्छ त्यहाँ चाहिँ हेर्नुभयो भने पब्लिक सर्भिस कमिसनबाट प्रोभिन्सियल एपिडेमियोलोजी नन कम्युनिकेबल डिजिजको चाहिँ पद खुलेको रहेछ। त्यसमा अप्लाई गरेँ मैले। अब म फर्चुनेट, हेर्नुहोस्, मैले चाहिँ त्यसमा मलाई सिलेक्सन गर्यो। त्यो भएर खासै सङ्घर्ष चाहिँ गर्न परेन। अनि त्यसपछि त अगाडि त धेरै राम्रो भयो। किन राम्रो भयो भन्नाले प्रोफेसनल काम चाहिँ धेरै राम्रो भयो। जस्तो कि म चाहिँ प्रोभिन्सियल एपिडेमियोलोजिस्ट, के भन्छ, क्रोनिक डिजिज, जसलाई नन कम्युनिकेबल डिजिज भन्छ, त्यसमा चाहिँ गर्दाखेरि अब पोस्ट पनि राम्रै पोस्ट रहेछ। किनकि म चाहिँ पद चाहिँ पाउने बित्तिकै वास्तवमा त्यहाँ नेसनल अल्मानक भन्ने चाहिँ पत्रिका हुँदो रहेछ। त्यसमा चाहिँ अब द्रोण रसाइली अपोइन्टेड सो एन्ड सो पोस्ट भनेर चाहिँ न्युजमै छापिएपछि यो चाहिँ गतिलै पोस्ट रहेछ भन्ने पो लाग्यो होइन। अनि त्यसपछि जुन अनुभव भयो, किनभने इन्टर प्रोभिन्सियल गभर्मेन्ट, यो प्रोभिन्समा बसेपछि अनि राष्ट्रिय कमिटीहरू हुन्छ डिजिजका, त्यसमा चाहिँ मिटिङहरूमा आउने जाने गर्दाखेरि चाहिँ भेट हुन्छ। अनि त्यो गभर्मेन्ट सिस्टम कसरी क्यानाडामा काम गर्छ भन्ने चाहिँ धेरै ज्ञान भइसकेको थियो। अनि ठ्याक्क 7 वर्ष सस्काचुन मिनिस्ट्री अफ हेल्थमा काम गरेपछि अनि ब्रिटिस कोलम्बियामा हेल्थमा त्यही विषयमा काम गरेको डाइरेक्टरको पोस्ट चाहिँ खुल्यो। त्यसमा चाहिँ 2012 मा त्यहाँ गएँ म। त्यसपछि त्यहाँ निकै काम भयो। काम भन्नाले म अनुसन्धान आफ्नो चाहिँ डे टु डे हुने चाहिँ एपिडेमियोलोजीको
रिपोर्टिङ हुन्छ नि, अब माथिसम्म चाहिँ रिपोर्ट गर्नुपर्ने डिजिजको प्याटर्नहरू त्यसको गर्ने बाहेक पनि युनिभर्सिटीको चाहिँ अब सस्काचुनमा पनि फेरि युनिभर्सिटी अफ रेजाइनाको एडजङ प्रोफेसर भइसकेको थिएँ। एडजङ भनेको एट्याच के बाहिरबाट चाहिँ तलब चाहिँ उसले दिन्छ, गभर्मेन्टको डिपार्टमेन्ट मिनिस्ट्रीले दिन्छ अनि हामी चाहिँ युनिभर्सिटीमा सहयोग गर्छौँ। त्यो प्रकारको प्रोफेसरलाई एडजङ प्रोफेसर भन्ने गरिन्छ। त्यस्तो प्रोफेसर भएर त्यहाँ पनि काम गरेँ। त्यो गर्दै तस पनि मैले कोलाबोरेसन त्यहाँको प्रोफेसरहरू गरेर धेरै अन्तर्राष्ट्रिय जर्नलहरूमा छापिने गरी अनुसन्धानहरू भयो। अनि उसमा खास गरेर ब्रिटिस कोलम्बियामा गएपछि त म त धेरै लिडरसिपको कामहरू धेरै गर्न पाएँ। यसमा अलिकति उहाँ मदन दाईबाट चाहिँ अहिले जस्तै नयाँ यी प्रोजेक्टहरू छन्, जस्तै भोलि नै पनि 2टा कार्यक्रम हुँदैछ अनि द्रोणा सरलाई चाहिँ हजुरले चाहिँ प्रेसिडेन्ट चेयरम्यान बनाइराख्नु भएको छ कुनै कुनै इभेन्टहरूको होइन। अनि यो बारे अलिकति बताइदिनु न, केमा सहकार्य हुँदै जानेछ अब आगामी दिनहरूमा? यो बिजनेसको हामी चाहिँ बिजनेस गऱ्यो भने कम्युनिटी बेस्ड बिजनेस गर्छौँ हामीले। डाक्टर साहब अहिले फुल्ली रिटायर हुनुभएको छ अनि उहाँले चाहिँ उहाँ एक्लै खाली हात बस्न नसक्ने मान्छे हो उहाँ। अनि उहाँ यति फोकस हुनुहुन्छ कि जे काम लाग्यो भने मलाई एउटा काम डाक्टर साहबको काम गरौँ भनेपछि ओभरनाइटमा रेडी हुन्छ पल्ट। उहाँको र मेरो सुरुमा कुरा भएको उहाँको पनि भिजन हो त्यो होइन, त्यो कुरा निस्किरहेको छैन। उहाँ क्रेडिट युनियन एउटा नेपालीमा खोलम भन्ने कुरा भएको थियो, त्यसलाई उहाँले अर्को लेभलमा लानलाई क्रेडिट युनियन जस्तो यहाँ विभिन्न किसिमको सहकारी ढुकुटी खेलेर पैसा जम्मा भइरहेछ है, विभिन्न ठाउँमा छ, विभिन्न संस्था छ, ती सबलाई कम्बाइन गरेर एउटा नेपालको ब्याङ्कसँग कोलाबोरेट गरेर सबलाई सुविधा हुने काम नर्थ अमेरिकामा हुने काम क्यानाडाबाट किन नगर्ने, डाक्टर साहबले त्यस्तो कुरा गर्नुहुन्थ्यो। र सबलाई युनाइट गर्न फेरि उहाँको मात्रै खुबी छ, उहाँले गर्न सक्नुहुन्छ, उहाँले प्रुभ गरेर देखाउनु भएको छ। इक्जाम्पल दिन्छु म, यो नेपाली भिलेज बनाउने जुन किसिमको चाहिँ हल्ला अस्ट्रेलियामा चाहे जहाँ जहाँ मान्छेले सिटिजनसिप लिएर बसेका छन् नि, जापानको कुरा नगरौँ, कोरियाको कुरा नगरौँ, इन्डियाको कुरा नगरौँ, हाम्रो चाहिँ नर्थ अमेरिका अथवा विकसित कन्ट्रीमा जो सिटिजनसिप लिएर बसेको नेपालीहरूले त्यही मिनी नेपाल बनाउन खोजिरहेछन्। त्यो भिजन भ्यान्कुभरमा डाक्टर साहबले ल्याउनु भयो र नाम पनि यति राम्रो नाम राख्नुभयो, लुम्बिनी बाटिका नाम राखेर ल्यान्ड लिएर भ्यान्कुभरमा ल्यान्ड लिने कुरा ठुलो कुरो। हाम्रो यहाँ जस्तो होइन, त्यहाँ एकदमै डिमान्डिङ छ, त्यहाँको रियल इस्टेट एकदम हाई छ। अनि उहाँको लिडरसिपमा होल क्यानाडाबाट उहाँले इन्डिभिजुअली रिक्वेस्ट गरेर एउटा चाहिँ ल्यान्ड लिएर राखेको छ, लुम्बिनी बाटिका भन्ने एउटा छ नि। त्यो देखेर सायद त्यसको हामीले चाहिँ नक्कल गरेर हामीले यहाँ एभरेस्ट आस्था भन्ने गऱ्यौँ। फेरि हाम्रो पनि भिजन त्यही हो। जुन अहिले चाहिँ जुन तपाईँहरू कति वर्ष हुनुभयो, तपाईँहरू 50 वर्ष पुग्नुभएको छैन, तपाईँ नै पुग्नुभएको छैन, तर 55 वर्ष नआएका नेपाली धेरै छन् यहाँ। अबको 10 वर्षमा धेरै नेपाली रिटायर हुँदैछ। त्यो रिटायरमेन्ट सिनियर होम भएपछि त्यहाँ नजिकै मन्दिर होस्, हेल्थ केयर होस्, स्कुल होस् भन्ने भिजन अमेरिकामा सुरु भइसक्यो, अस्ट्रेलियामा भइसक्यो। भ्यान्कुभरमा डाक्टर साहबले ल्याउनु भएको छ, त्यो हाम्रो एउटा टिमले काम गरिरहेको छ त्यहाँ। यहाँबाट हामी पनि छौँ, इभन अटोवाबाट पनि छौँ। जो हामीले जुन गरिरहेछौँ नि त्यो हामीले चाहिँ यहीँलाई मैले फोकस गरिरहेछौँ भने डाक्टर साहबले क्यानाडाबाट गर्नुपर्थ्यो, त्यो चलिरहेछ होइन। त्यसरी चाहिँ अब रिटायर भएर आउँदाखेरि जुन डाक्टर साहबले मैले अघि नै भनेको थिएँ नि कि डाक्टर साहब हजुरले 2 वर्ष प्राइभेट सेक्टरलाई दिनुहोस्, किन उहाँको ट्यालेन्ट चाहिँ मैले देखेको छु। जुन तरिकाले उहाँले गभर्मेन्टको प्रपोजल दिएर उहाँको ल्याएको प्रपोजल ल्याएर जुन प्रोजेक्ट माथि गइरहेछ, सफल भइरहेछ। प्राइभेट सेक्टरमा डाक्टर साहब दिनुहोस् भन्थेँ मैले होइन। त्यसो भन्नेमा चाहिँ मैले प्राइभेट सेक्टर राम्रो यो नराम्रो भनेको होइन कि प्राइभेट सेक्टरमा धेरै अपर्च्युनिटी हुन्छ। उहाँको जस्तो ट्यालेन्टलाई युज गर्न पायो भने हामी सबैलाई राम्रो हुन्छ, हाम्रो कम्युनिटीलाई ग्रोथ हुन्छ कि लटो पर्नु जरुरी छैन। उहाँ हो नि हाम्रो लटो। डाक्टर रसाइलीले ध्यान दिएर जानुभयो र हाम्रो सामान लानु भने त्यही हो लटो। त्यसमै हाम्रो देयर इज अ लट अफ अपर्च्युनिटी छ होइन। त्यसमा हामीले काम गरिरहेछौँ र अहिले चाहिँ डाक्टर साहबलाई यहाँ अहिले आउनुभएको चाहिँ खास हाउ त हाम्रो चाहिँ अर्गनाइजेसन चल्दैछ। हाम्रो मल्टी बिजनेस प्रोग्राम, हामीले रेस्टुरेन्ट खोल्यौँ, रियल इस्टेटलाई एक्सपान्ड गरिरहेछ। रियल इस्टेटको त उहाँ हाम्रो डाक्टर साहब एडभाइजर हो, पछि हामीले उहाँलाई एम्बेसडर हाम्रो चाहिँ बनायौँ। उहाँले चाहिँ नेपालमा भए त्यो प्रतिनिधि गर्नुभयो,
हाम्रो नेपालमा पनि एउटा डेभलपरसँग हामीले एमओआई साइन गर्ने अलमोस्ट सकिसकेको छ कि यहीँ बसी नेपालमा घर किन्नु भने हामीले बनाइसकेका छ होइन। त्यो हामीले सजिलो पारिदिन खोजेको हो। यी कुराहरू डाक्टर साहबले बुझ्नलाई डाइरेक्टली बुझ्नलाई हाउ आवर अपरेसन छ कि हाम्रो ल्यान्ड डेभलपमेन्ट मोमो फ्याक्ट्री यी सबै कुरा बुझ्न डाक्टर साहबले चाहिँ इनफ टाइम चाहिन्छ भनेर उहाँले स्टडी गर्नुभयो। हरेक हाम्रो पार्टनर्सहरू, हाम्रा रेस्टुरेन्टका म्यानेजरहरू, हाम्रा रियल्टर एसिडेन्टहरू सबैसँग उहाँको डाइरेक्ट इन्टरेक्ट बस्छ। त्यो कुराको बिचमा अब उहाँ त फेरि मल्टिटास्कर, एउटा मात्रै काम नगर्ने। उहाँलाई चाहिँ जुन हस्पिस नेपाल छ नि, हस्पिस नेपाल त्यो नाम पनि मैले बल्ल सुन्दैछु। पहिला मलाई डिक्सनरीमा खोलेर हेर्नु पऱ्यो मैले त, मलाई थाहा पनि थिएन। जति बुझ्देको त्यति राम्रो लाग्ने कि मर्ने बेलामा जुन हाम्रो छ नि हुने खाने थियो बुढेसकालमा चाहिँ गुमुख त डुबेर मऱ्यो भन्छ नि, त्यो एउटा दुःखलाग्दो कुरा हुन्थ्यो कि। त्यस्तो बेलामा फ्री सर्भिस दिने हस्पिटल छ भन्दा त ओ माई गड नेपालमा यस्तो होइन कि। अनि डाक्टर साहबले त्यो ल्याएपछि ल त्यसमा डाक्टर साहब फन्ड रेज किन नगर भन्दाखेरि डाक्टर साहबले भन्नुभयो कि हरेक देशबाट फन्ड गछ त्यसको लागि, क्यानाडाबाट गएको छैन। क्यानाडाको पनि नाम राख्नु पऱ्यो त्यहाँ मदनजी उहाँले भन्नुभएपछि ओके त्यसो भने एउटा फन्ड रेज गरौँ त भन्दाखेरि अहिले फन्ड रेजको चाहिँ प्रोसेसमा जुन 30 वर्ष भयो म क्यानाडामा बसेको, हाम्रो नेपाली भाइहरू यति ट्यालेन्टेड छन्, यति नेपाललाई माया मान्छन् भनेको अहिले थाहा पाएँ मैले। यो हस्पिस नेपालमा चाहिँ सबै चिनेको मान्छेहरू, सबैसँग चिनेको उनीहरू चाहिँ कम्युनिटीको अध्यक्ष छन्, कोही सेक्रेटरी छन्, कोही चाहिँ कम्युनिटी लिडर, सबै ठुल्ठुला मान्छेहरू अनि कम्युनिटी लिड गरेकाहरूसँग हाम्रो डाइरेक्ट स्पोन्सरले गर्दाखेरि कनेक्सन त छ। तर ओनमे जस्तो कि इभेन्ट भयो स्पोन्सरलाई कुरा हुन्छ, त्यसमा चाहिँ कतिखेर हामी फन्ड हुँदैन, के हुँदैन, हेल्प गर्नुपर्ने हुन्छ। तर पनि हामीले नगरे कसले गर्ने कम्युनिटीमा, यसरी हामीले गरिरहेको थियौँ। भनेपछि एउटा चाहिँ लिने दिनेको पनि कन्ट्री जस्तो थियो। यसपालि जब क्लोजली काम गर्न पाइयो नि अनि थाहा हो ओहो सबै त हेरेछ त, हामीले धेरै राम्रो काम गर्न सक्छौँ भन्ने छ नि। डाक्टर साहबले फन्ड रेज गर्ने एउटा चाहिँ भिजन ल्याइदिनु भयो। तर त्यसले गर्दाखेरि हाम्रो यहाँको जुन नेपालीहरू छन् जो 50+ का उनीहरूलाई हामीले जुन अब कुनै दिन बुढो भइहाल्छ अनि गएर कहाँ के गर्ने, सिनियर होम के होला, बच्चा यहाँ हुन्छन्, नेपाल कहाँ बस्ने जुन एउटा टेन्सन छ नि, मलाई त्यो त डोर खोलिदिए जस्तो लाग्यो डाक्टर साहबले। अब चाहिँ यसमा चाहिँ मैले त भिजन देखिसकेँ, हामीले यहाँ क्रेडिट युनियन बनाउन सक्छौँ, हामीले यहाँ नेपाली भिलेज बनाउन सक्छौँ यस कुरामा। अनि डाक्टर साहबले रिक्वेस्ट गरिरहेको छु तपाईँ टोरन्टो सकिदिनुहोस्, अथवा चाहिँ टेम्पोररी 2टा घर बनाउनुहुन्छ, एउटा यहाँ एउटा भ्यानकोभरमा। त्यो छ र डाक्टर साहबले कन्सिडर गर्दै हुनुहुन्छ। र तपाईँ हामी सबले सल्लाह दियौँ भने सायद डाक्टर साहबले 3 महिना नेपाल बस्नुहुन्छ। नेपालमा पनि उहाँले चाहिँ उहाँको आफ्नै भिजन एउटा हुन्छ नि, नेपालमा जन्मेको, नेपालमा काम गरेको, नेपालको सम्पत्ति त्यही होस् भनेर होला उहाँले राम्रो घर बनाउनु भएको छ। उहाँको घर यति राम्रो छ कि मलाई यहाँ त्यो घर बनाउनु मन लाग्छ। त्यो नि स्ट्रक्चर छ नि, उहाँले नेपालमा बनाउनु भयो। तर मैले के देखेँ भने त्यस्तो मैले यहाँ बनाउनु पाएँ भने त्यस्तो लाग्छ कि यहाँ हाम्रो छ कि। त्यसले गर्दाखेरि अब यो यहाँ सबै भाइहरूसँग अब भोलि हाम्रो 2टा इभेन्ट छ। त्यो इमोसनल वेलबिङ डाक्टर साहब नै हाम्रो क्यानाडा च्याप्टरको भने अध्यक्ष हो, भने फाउन्डर हो। त्यो अर्को फेरि ठुलो कहानी छ यसमा। फेरि अब मेरो चाहिँ आदि ओरिजिन हाम्रो लाइफमा ठिकै छ। पहिला हामी चाहिँ यो हस्पिसलाई नै क्ल्यारिफाई गरौँ, अलिकति 1-2 कुरा म थपौँ। इमोसनल वेलबिङको कुरा अर्कोमा राखौँला। अब यो हस्पिस नेपाल भन्ने एउटा संस्था च्यारिटी अर्गनाइजेसन नेपालको हो र यो चाहिँ 2008मा चाहिँ स्थापना भएको, खास गरेर कर्पोरेट सेक्टरको लिडरहरू, नेपालको लिडरहरू र डक्टरहरू, खास गरी पाटन हस्पिटल र टिचिङ हस्पिटलको डक्टरहरू जो चाहिँ प्यालिएटिभ केयर भनिन्छ, यो चाहिँ राम्रो हेरचाह चाहिँ अशक्तहरूलाई चाहिँ हेरचाह गर्ने चाहिँ किसिमको एक प्रकारको मेडिकल साइन्सको चाहिँ एउटा केयर सिस्टम छ। त्यो गर्नको स्पेसलाइज गरेको डक्टरहरू मिलेर चाहिँ यो संस्था खोल्नु भयो रहेछ र उहाँहरूले एउटा 8 बेडको एउटा संस्था पनि, एउटा फेसिलिटी पनि, हस्पिटल पनि, हस्पिस पनि खोलेर सञ्चालन गर्नुभयो रहेछ। निःशुल्क सेवा र त्यहाँबाट समुदायमा घर घरमै पनि आवश्यक पऱ्यो भने सहयोग गर्ने त्यस्तो प्रकारको गर्नुभयो रहेछ। र त्यसलाई विस्तार गर्नको लागि अहिले हालमा 20 बेड अथवा 20 बेड भन्दा अलिक बढी नै
भएको एउटा फेसिलिटी स्टेट अफ द आर्ट भनिन्छ भनेको मोडर्न फेसिलिटी चाहिँ निर्माणाधीन छ अहिले। र यो हस्पिस भन्ने कस्तो छ भने हस्पिटलको बेड अथवा ल्याब मात्र बनाएर पुग्दैन। त्यो हस्पिसमा लाई विशेष प्रकारको सेवा गर्ने हुनाले हेरचाह गर्ने परिवारको मान्छेलाई पनि बस्ने व्यवस्था हुनुपर्छ। त्यसले गर्दा त्यहाँ तिनीहरूलाई होस्टेल पनि चाहिन्छ, त्यो समेत हुन्छ कि यस्तोमा। यहाँ पनि क्यानाडामा हस्पिस हेर्न जानुभयो भने त्यो फेसिलिटी चाहिँ बेडको संख्या कम भए पनि फेसिलिटी ठुलो देखिन्छ, किनभने यसलाई धेरै कुराहरू चाहिन्छ। अब त्यो जुन व्यक्ति चाहिँ केयरमा छ, हेरचाहमा छ, उनलाई चाहिने धेरै किसिमको हुन्छ। खेल त्यहाँ चाहिँ मन बहलाउने कोठा पनि चाहिन सक्छ, टिभी हेर्ने कोठा चाहिन सक्छ, विभिन्न खालको आवश्यकता हुन्छ। किनभने एउटा सम्मानयुक्त जीवन त्यहाँ सहित हेरचाह गर्ने चाहिँ सिस्टम हो हस्पिस भनेको। त्यो भएको हुनाले त्यो अलिकति ठुलै छ, 20 बेड भने पनि त्यो चाहिँ निर्माणाधीन छ। र स्ट्रक्चर त्यसको फिजिकल स्ट्रक्चर भन्नाले पिलरहरू र स्ट्रक्चर ढलान गर्ने कामहरू सकिएको छ। अब त्यसलाई चाहिँ पूर्ण रूप दिनलाई चाहिँ क्यानाडाबाट हामीले केही न केही सहयोग चाहिँ जुटाउन सक्नु, जति सकिन्छ त्यो जुटाउन आवश्यक देखिएको छ। त्यो भएर हामीले आग्रह गरेका हौँ। र भोलि र पर्सि गरेर स्याटरडे सन्डे 2टा इभेन्ट जुन हामीले गर्दैछौँ त्यसमा चाहिँ त्यही नै हो, फन्ड रेजिङको हामीले आशा गरेका छौँ। र यहाँ हाम्रो मदन केसीज्यूले भन्नुभयो जस्तै यो माहौलले चाहिँ धेरै कुराहरू हामीलाई अनुभव गर्ने र साँच्चै भने सङ्गठित हुने पनि एउटा माहौल बन्यो। एक त कज नै राम्रो, यसको चाहिँ जुन उद्देश्यको लागि हामी गरिरहेछौँ त्यो चाहिँ एकदमै निर्विवाद चाहिँ सबैलाई मनपर्ने, आवश्यक गर्ने। लाइफको इन्डमा डिग्निटी विथ डेथ, डिग्निटी डाइङ विथ डिग्निटी, कस्तो राम्रो, सुन्नै राम्रो कि त्यो कामै राम्रो। एक त फेरि त्यो चाहिँ कसरी सञ्चालन गरेका छन्, कसले सञ्चालन गरेका छन् त्यो पनि राम्रो, किनभने त्यो कतिपय कामहरू चाहिँ एनजिओको कामहरू पनि नेपालमा विवादास्पद छन् नि। त्यो चाहिँ अहिले यसमा चाहिँ एकदमै सफा किसिमले अलिकति धेरै जिम्मेवार व्यक्तिहरूले चाहिँ सञ्चालन गरेको, फेरि आफ्नो क्षेत्रमा विज्ञता र उपलब्धि र सफलता हासिल गरेका मान्छेहरू जुटेका छन् कि यो बनाउनु। त्यो कारणले पनि यसको क्रेडिबिलिटी धेरै राम्रो छ। नत्र भने एनजिओ त हजारौं छन् नेपालमा। यहाँ अहिले एनजिओ, नेपालको एनजिओ च्यारिटी अर्गनाइजेसनलाई फन्ड रेज गर्न थाल्यौँ भने साध्य नै हुँदैन। तर त्यही भएर पिक एन्ड चुज यो चाहिँ त्यति राम्रो कज पनि छ। र त्यसले यहाँ त्यस्तो खालको चाहिँ कामको लागि हाम्रो नेपाली समुदायलाई भविष्यमा यही पनि हामीलाई चाहिने सम्भावना पनि भएको कुरो भयो। त्यस्तो खालको सेवाहरू यी सबैले गर्दाखेरि आकर्षण चाहिँ यहाँ धेरै नै भएको छ। खास गरी जिटिएमा जति साथीहरूसँग हामी सम्पर्क भयो जसले पनि हामीलाई चाहिँ पोजिटिभली सकारात्मक हेर्नु भएको पाएका छौँ, त्यो हुँदाखेरि चाहिँ एकदमै उत्साहवर्धक छ।